हामीले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता उठाउनुपर्छ भनेर हामीले बारम्बार मैले भनिरहेको हो र त्यसैलाई मुख्य आधार मानेर म विद्युत प्राधिकरणबाट बाहिरिनु पर्ने पनि अवस्था आयो र यसलाई अब तत्कालै उठाउनुपर्छ र उद्योगी साथीहरूले यसलाई चाहिँ देशको लागि केही कन्ट्रिब्युसन केही मैले गरेँ भन्ने हिसाबले सोचेर उहाँहरूले पनि त्यही हिसाबले गर्नुहुन्छ भन्ने मलाई लाग्छ। म उहाँहरूलाई पनि आह्वान के गर्न चाहन्छु भने त्योभन्दा पनि उहाँहरूले कन्ट्रिब्युसन गर्नुहोस्। देश एकदम अप्ठ्यारो स्थितिमा छ। त्यो भनेको त्यो डेडिकेटेड ट्रङ्क लाइनको पैसा भनेको धेरै ठुलो विषय होइन। अझ योभन्दा बढी कन्ट्रिब्युसन हामीले आम पब्लिकले पनि गर्नुपर्ने छ। त्यो विषयमा यहाँहरू गम्भीर भएर यो ठुलो विषय होइन, राज्यको लागि सहयोगै हुन्छ तपाईँहरूले गरेको र तिर्नुपर्ने कानुनी रूपमा वैधानिक रूपमा तिर्नुपर्ने विषयलाई यहाँहरूले तिर्नुहुन्छ र तिर्नु तत्कालै यसलाई बक्यौता उठाएर हामीले आजको पुनर्निर्माणदेखि लिएर धेरै संरचनाहरूको पुनर्निर्माण र नेपालमा आवश्यक अहिले आर्थिक अवस्थाको जुन हाम्रो एकदमै नाजुक अवस्था छ त्यसलाई पनि सुदृढ बनाउनु छ, त्यसमा कन्ट्रिब्युसन होस् भन्ने म अनुरोध गर्दछु। हार्दिक IVF एन्ड फर्टिलिटी सेन्टर where miracles come to life। यहाँ उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू सबैलाई नमस्कार। सर्वप्रथम म आज हामी विशेष परिस्थितिमा यो मन्त्रीमण्डल गठन भएको छ। त्यस एउटा सङ्कटपूर्ण घडीमा एकदमै अप्ठ्यारो स्थितिमा हामी यहाँ आएका छौँ यो मन्त्रीमण्डल र यो अवस्थामा हामी देशको सेवा कसरी गर्न सकिन्छ, देशको अहिलेको चुनौतीपूर्ण घडीमा हामी यसलाई चुनौतीलाई पार गर्दै एउटा निश्चित दिशा दिएर कसरी चाहिँ यो देशलाई समृद्धितिर राजनीतिक स्थिरतातिर अगाडि बढाउन सकिन्छ भनेर ठुलो चुनौती लिएर हामी आएका छौँ। यो सानो चुनौती होइन। त्यो चुनौतीबाट हामी भाग्नु हुँदैन। यो चुनौतीलाई स्वीकारेर आउनुपर्छ भनेर हामी आएका छौँ। यो सानो चुनौती होइन, ठुलो चुनौती छ। यो चुनौतीको सामना गर्दै यो मन्त्रालय 3टा मन्त्रालयको जिम्मेवारी मैले वहन गरेर आएको छु। यो अवस्थामा आउँदाखेरि अब हामी अर्थमन्त्रीज्यूले पनि अस्ति भन्नुभएकै होला, हामी माननीय होइनौँ, यहाँ सेवा गर्न आएका हौँ। यो माननीय भन्ने शब्द चाहिँ कसैले नभनिदिनु होला भन्ने मलाई चाहिँ लाग्छ र मन्त्रीज्यू भनेपछि भइहाल्यो। माननीय शब्दलाई हामी माननीय पनि होइनौँ र हामी जनताको सेवा गर्न, राष्ट्रको सेवा गर्न, राष्ट्रलाई सही दिशातर्फ लानको लागि एउटा जिम्मेवार नागरिकको हैसियतले आएका छौँ। यसलाई तपाईँहरूले पहिलो चाहिँ म सबैलाई आग्रह गर्छु, हामी त्यसतर्फ सबैले ध्यान दिनु हुन अनुरोध गर्छु। म केही विषयहरू पहिला आफ्नो सानो मन्तव्य या लिखित मन्तव्य पढेर सुनाउँछु, अनि केही विषयहरू राख्नुपर्ने विषयहरूलाई थपेर राख्छु र यहाँहरूको केही जिज्ञासाहरूलाई जवाफ पनि दिनेछु। आज म गौरव भन्दा पनि गरौँ मन लिएर तपाईँहरू सामु उभिएको छु। पछिल्ला दिनहरूमा हामीले राष्ट्रका होनहार युवा गुमायौँ। उनीहरू हाम्रो देशको उज्जवल भविष्य थिए। उनीहरूको ज्यान, उनीहरूको त्याग र साहसले परिवर्तनको जग बसालेको छ। सबैप्रति सम्मान व्यक्त गर्दछु। मृतक परिवारहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। उहाँहरूको
परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु। मृतकहरूमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। भर्खरै पनि म यो शपथ ग्रहणपछि यो टिचिङ हस्पिटलमा जुन मृतकका परिवारहरूसँग भेटघाट गर्न गयौँ र बालाजुमा पनि मृतक एकजना भाइको परिवारसँग भेटघाट गर्न गयौँ र केही संरचनाहरूको भिजिट पनि गरेर आयौँ। यो अत्यन्तै मार्मिक छ। यो विषय जहाँ हेर्दा पनि यो राष्ट्रको लागि एकदमै ठुलो क्षति भएको छ। त्यसलाई हामीले मनन गरेर अगाडि बढ्नुपर्ने छ। साथै कर्तव्य पालनाको क्रममा ज्यान गुमाउनुभएका तथा घाइते सुरक्षाकर्मीहरूलाई सम्मान व्यक्त गर्न चाहन्छु। तपाईँहरूको पीडा सबै मेरो हृदयमा गहिरो रूपमा बसिरहनेछ। आज म भारी जिम्मेवारीका साथ ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकास मन्त्रीको रूपमा शपथ लिएको छु। मुलुकको पूर्वाधार क्षेत्रको मार्ग कोर्ने मन्त्रालयहरू सम्हाल्ने पद सम्मान मात्र होइन, पीडा र आशाको बीचमा आएको ठुलो जिम्मेवारी हो। अहिले मेरो उद्देश्य छ जे भत्किएको छ त्यसलाई मर्मत गर्ने, जे जलेको छ त्यसलाई पुनर्निर्माण गर्ने र शहीदको सपना साकार पार्ने। जनताको आवाज सडकमा उठेको छ, तर एउटा कुरा स्पष्ट पार्न चाहन्छु। न्यायको लडाई, विद्यालय, अस्पताल, सार्वजनिक सम्पत्ति जलाएर जितिँदैन। यो सम्पत्ति सबै नेपालीका हुन्। विशेष गरी गरिब र युवाका आवाज उठाउँ तर सम्पत्ति बचाउँ। अहिले विशेष परिस्थितिमा जुन किसिमको घटनाहरू भएको छ, नेपाली जनताको आक्रोश पोखिएको छ। त्यो आक्रोशले धेरै पूर्वाधारहरूमा क्षति भएको छ, मानवीय क्षति भएको छ। यसमा सरकारको पनि यो जुन गैर जिम्मेवारीपूर्ण जुन किसिमको क्रियाकलाप रह्यो त्यसले बढीभन्दा बढी क्षतितर्फ धकेल्यो भन्ने मलाई लाग्छ। तर हिंसा होइन समाधान हाम्रो बाटो हो। अब हामी जे गर्यौँ त्यसलाई रोकौँ। अब हामी पुनर्निर्माणतिर लाग्नुपर्नेछ। देशलाई एउटा समृद्धितिर अगाडि बढ्नुपर्नेछ। राजनीतिक स्थिरता ल्याउनु पर्नेछ। अब देश रहे मात्रै हामी रहन्छौँ। देशको यस्तो गम्भीर अवस्थामा छ, त्यो गम्भीर अवस्थालाई हामीले अवतरण गराउनु छ। उडेर मात्रै होइन, त्यसलाई सही अवतरण गर्नु हाम्रो दायित्व हुनेछ। जिम्मेवारी लिने हो, जिम्मेवारीबाट भाग्ने होइन। जिम्मेवारी लिएर अगाडि बढ्नुपर्छ भन्ने मेरो धारणा हो। अब विध्वंस होइन, निर्माण हाम्रो अभियान हो र त्यसका लागि हरेक व्यक्ति, संस्था र सुरक्षा निकायदेखि सबैको साथ आवश्यक छ। तपाईहरुको साथ नै नभई यो सम्भव छैन। सर्वप्रथम म विभिन्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलन र पछिल्लो पटक देशबाट भ्रष्टाचार अन्त्य, सुशासन लगायतका माग राखी जेनजीले सुरु गरेको आन्दोलनका क्रममा ज्यान गुमाउने शहीदप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। आन्दोलनका क्रममा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। जेनजी पुस्ताले देशभित्रै सुन्दर भविष्य र व्याप्त भ्रष्टाचार नियन्त्रणका लागि ऐतिहासिक प्रतिरोध गर्नुभयो र अहिलेको अवस्था सिर्जना भयो।
यसका लागि सबै बधाईका पात्र हुनुहुन्छ। अब हामी सहकार्य र सहमतिमा अगाडि बढ्नुपर्नेछ। अहिलेको विषम परिस्थितिमा मलाई विश्वास गरी जुन जिम्मेवारी दिनुभएको छ, यसका लागि सम्माननीय प्रधानमन्त्री, आन्दोलनरत जेनजी लगायतका सबैलाई विशेष धन्यवाद दिन चाहन्छु। जेनजी पुस्ताले देखेको समुन्नत नेपालको सपना साकार पार्ने यात्राको यो सुरुवात अब पुनर्निर्माण, सहकार्य र साझा भविष्य निर्माणको लागि हातेमालो गर्नुपर्दछ। आन्दोलनका क्रममा कारण सार्वजनिक एवं निजी क्षेत्रका संरचनाहरूमा ठूलो क्षति पुगेको छ। सार्वजनिक सेवा प्रभावको चक्र नराम्ररी प्रभावित भएको छ। अर्थतन्त्रको एउटा हिस्सेदार निजी क्षेत्रको मनोबल गिरेको छ। यस्तै अवस्थामा सबैको मनोबल उच्च राखी पुनर्निर्माणको कार्य अगाडि बढाउनु र तोकिएकै समयमा चुनाव गराउनु पर्ने दायित्व सरकारसँग रहेको छ। हामीसँग समय छोटो छ, तर एक सेकेन्ड पनि खेर नफाली मुलुकको हितका लागि काम गरिने छ। हालको विषम परिस्थिति र छोटो समयको चुनौती अवसरको रूपमा प्रयोग गरी कार्य अगाडि बढाइनेछ। सार्वजनिक संरचनामा क्षति पुग्दा प्रभावित भएको सार्वजनिक सेवालाई तत्काल सुचारू गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी सोही बमोजिम द्रुत गतिमा कार्य अगाडि बढाइनेछ। आम चुनावका लागि आवश्यक पूर्वाधार तयार गरिनेछ। विगतमा मुलुकले बेहोरिरहेको दैनिक 18 घण्टासम्मको लोड सेडिङ अन्त्य र नेपाल विद्युत प्राधिकरणको कार्यकारी हुँदा हासिल गरेको प्राविधिक, प्रशासनिक र व्यवस्थापकीय अनुभवलाई भरपूर प्रयोग गरिनेछ। देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन घोषणा गरिएको उज्यालो नेपाल अभियानलाई कार्यान्वयनतर्फ अगाडि बढाइनेछ। उज्यालो नेपाल बत्तीको मात्र नभएर सुशासन, चुस्त दुरुस्त सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय, आर्थिक समृद्धि हासिल गर्न देशभित्रको समग्र आर्थिक क्रान्तिका लागि थालिएको परिवर्तनको अभियानलाई सार्थक बनाउन सोही अनुसार कार्य गर्न सबैलाई निर्देश गर्दछु। उज्यालो नेपाल अभियान मेरो जीवन मार्ग हो। युवा पुस्ताको भविष्य उज्यालो बनाउने, जनताको जीवनमा उज्यालो ल्याउने र नेपालको भविष्य उज्यालो बनाउने राजनीतिक व्रत पालनमा मैले आफ्नो जीवन समर्पित गरेको छु। जेनजी पुस्ताको नेतृत्वमा भएको ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु नै आजको प्रमुख राष्ट्रिय एजेन्डा हो। यसको सफल कार्यान्वयनको लागि राष्ट्रिय राजनीति र शासकीय संस्कृतिलाई जनचाहनाबाट निर्देशित, जनहितमा समर्पित र जनताप्रति जवाबदेही बनाउनु परेको छ। मेरो कर्मक्षेत्र यही हो, सधैँ यही रहनेछ। यही सोचबाट निर्दिष्ट भएर सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूको टिममा बसेर जेनजी पुस्ताको दृढ सङ्कल्प, सङ्घर्ष र बलिदानलाई सार्थक सिद्ध सुन्दर समुन्नत नेपाल निर्माणमा समर्पित भएको छु। यो विश्वासका साथ जिम्मेवारी पाएको छु। यो विश्वास मेरो लागि प्रेरणाको स्रोत हो र म यो विश्वासलाई नतिजामा परिणत गर्नेछु। यसका लागि सबैको साथ र सहयोगको लागि अनुरोध छ। तत्कालै हामीले केही कामहरू गर्नुपर्नेछ। तत्काल अगाडि बढाउनु पर्ने कामहरू म केही बुदागत रूपमा तपाईँहरूलाई भन्न चाहन्छु। धेरै विषयहरू छन् र तत्काल गर्नुपर्ने विषय के हो।
मैले भर्खरै साइन गरेर आएको छु। तत्कालै नेपाल देश आर्थिक सङ्कटमा पनि छ, राजनीतिक सङ्कटमा छ। यस्तो अवस्थामा सबैले सहयोग गर्नुपर्छ। उद्योगी साथीहरूले र आम नेपाली जनता, देशभित्र रहेका र देश बाहिर रहेका सबै जनताले सहयोग गर्नुपर्छ। यो विषय गम्भीर विषय हो। मैले भर्खरै साइन गरेर आएको, हामीले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता उठाउनुपर्छ भनेर हामीले बारम्बार मैले भनिरहेको हो र त्यसैलाई मुख्य आधार मानेर म विद्युत प्राधिकरणबाट बाहिरिनु पर्ने पनि अवस्था आयो र यसलाई अब तत्कालै उठाउनुपर्छ र उद्योगी साथीहरूले यसलाई चाहिँ देशको लागि केही कन्ट्रिब्युसन, केही मैले गरेँ भन्ने हिसाबले सोचेर उहाँहरूले पनि त्यही हिसाबले गर्नुहुन्छ भन्ने मलाई लाग्छ। म उहाँहरूलाई पनि आह्वान के गर्न चाहन्छु भने त्योभन्दा पनि उहाँहरूले कन्ट्रिब्युसन गर्नुहोस्। देश एकदम अप्ठ्यारो स्थितिमा छ। त्यो भनेको त्यो डेडिकेटेड ट्रङ्क लाइनको पैसा भनेको धेरै ठुलो विषय होइन। अझ योभन्दा बढी कन्ट्रिब्युसन हामीले आम पब्लिकले पनि गर्नुपर्ने छ। त्यो विषयमा यहाँहरू गम्भीर भएर, यो ठुलो विषय होइन, राज्यको लागि सहयोगै हुन्छ तपाईँहरूले गरेको र तिर्नुपर्ने, कानुनी रूपमा वैधानिक रूपमा तिर्नुपर्ने विषयलाई यहाँहरूले तिर्नुहुन्छ र तिर्नु तत्कालै यसलाई बक्यौता उठाएर हामीले आजको पुनर्निर्माणदेखि लिएर धेरै संरचनाहरूको पुनर्निर्माण र नेपालमा आवश्यक अहिले आर्थिक अवस्थाको जुन हाम्रो एकदमै नाजुक अवस्था छ त्यसलाई पनि सुदृढ बनाउनु छ। त्यसमा कन्ट्रिब्युसन होस् भन्ने म अनुरोध गर्दछु। उहाँले तत्कालै त्यो विषयलाई समाधान गर्नुहुनेछ भनेर विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ। अर्को, सार्वजनिक संरचनामा पुगेको क्षति यकिन गरी पुनर्निर्माण कार्य तत्काल अगाडि बढाइनेछ। यो विषय चाहिँ यो सबै मन्त्रालय अन्तर्गत पर्छ, विशेष गरेर शहरी विकास मन्त्रालय अन्तर्गत पर्छ। यो शहरी विकास मन्त्रालय पनि मेरै अन्तर्गत परेको हुनाले यो विषयलाई हामी तत्काल बढाउनु पर्नेछ। अब पुनर्निर्माणका लागि एउटा अभियान सुरु गरौँ। हाम्रो सार्वजनिक संरचना हामी आफै बनाउँछौँ भन्ने अभियान सञ्चालन गरिनेछ। देश विदेशमा रहेका सम्पूर्ण नेपालीलाई पुनर्निर्माणमा सहभागी गराई अपनत्व लिने गरी सबैको साथ र सहयोगबाट पारदर्शी रूपमा पुनर्निर्माण कार्य अगाडि बढाइनेछ। यसको लागि एउटा विशेष कोषको खडा गरिनेछ। अर्थ मन्त्रालयको सहमतिमा एउटा क्याबिनेटबाट एउटा विशेष कोष खडा गरिनेछ पुनर्निर्माणको लागि, जहाँ विदेशमा रहेका सम्पूर्ण नेपालीले जुन संरचना यो आन्दोलनको क्रममा भत्किएको छ, बिग्रेको छ, त्यसलाई चाहिँ एउटा अपनत्व लिउँ। जनताले भत्कायो, त्यो एउटा आक्रोश आयो, अब त्यो बनाउने पनि हामी नै हौँ भनेर सम्पूर्ण विदेशमा रहेका र देशमा रहेका आम नेपाली नागरिकहरूलाई म आह्वान गर्न चाहन्छु। त्यो कोषमा तपाईँहरूले जति सक्नुहुन्छ त्यो कोषमा चाहिँ रकम जम्मा गर्न अनुरोध गर्छु। त्यो सही ठाउँमा सदुपयोग हुन्छ भन्ने म विश्वास दिलाउन चाहन्छु। मन्त्रालय र यस अन्तर्गतका निकायभित्र हुने भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती शून्य सहनशीलता अवलम्बन गरिनेछ। यस्ता क्रियाकलाप सह्य हुने छैन। कसैले त्यस्ता कार्य गरेको फेला परेमा तत्कालै कारबाही गरिनेछ। जेनजीले मुख्य रूपमा उठाएको भ्रष्टाचार नियन्त्रण र सुशासनलाई कडाइका साथ कार्यान्वयन गरिनेछ। यो गम्भीर विषय छ। अब भ्रष्टाचार नियन्त्रण मात्रै होइन, निर्मूल गर्नुपर्छ। यो जेनजी पुस्ताले उठाएको विषय हो। नेपाल बिग्रेको यही कारणले हो। अब कसैले पनि, कुनै पनि निकायले कतै पनि अनियमितता, भ्रष्टाचार गरेको भेटियो भने त्यसलाई
बढीभन्दा हामी एकदम एक्सट्रिममा कारबाही गर्ने छौँ। हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यू पनि एकदमै यो भ्रष्टाचार नियन्त्रण नै हाम्रो प्रमुख दायित्व हुनेछ भनेर भन्नुभएको छ। अहिलेको आन्दोलनको प्रमुख विषय पनि भ्रष्टाचार र सुशासन नै थियो। त्यो भएको हुनाले यो विषयलाई चाहिँ मैले एउटा जीवन मरणको विषय लिएको छु। यो ठुलो चुनौती लिएर म यहाँ आएको छु। यदि यो नियन्त्रण भएन, यसमा कसैले यसको व्यवस्था गरेर कुनै किसिमले अनियमितता सुशासनमा चाहिँ कायम गर्नमा सहयोग भएन भने कडाभन्दा कडा कारबाही गरिनेछ भन्ने पनि म तपाईँहरूलाई चाहिँ जानकारी गराउन चाहन्छु। अब हामीले देश मिलेर बनाउनुपर्छ, हामी सबैले मिलेर बनाउनुपर्छ। मेरो पारदर्शितामा कतैबाट क्वेसन आयो भने कर्मचारी साथीहरू र पत्रकार साथीहरूले सिधा आएर मलाई कम्प्लेन गर्न सक्नुहुनेछ। मैले एउटा ठुलो चुनौती लिएर आएको छु, सानो चुनौती लिएर आएको छैन। त्यो चुनौती मैले सामना गर्छु भनेर आएको छु। त्यो भएको हुनाले म कुनै कम्प्रोमाइज गर्ने अवस्थामा हुँदैन। कर्मचारी सरुवा जिम्मेवारी प्रदान गर्ने लगायतका विषयमा सुनिएका अनियमिततालाई नियन्त्रण मात्रै होइन, निर्मूल गरी सुशासन कायम गर्न उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी, राइट म्यान इन राइट प्लेस इन राइट टाइम लाई कडाइका साथ लागू गरिनेछ। कसैप्रति पूर्वाग्रही र प्रतिशोध गरिने छैन। तर सुशासन र आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक पुरा गर्न नसक्नेलाई तुरुन्तै जिम्मेवारीबाट हटाइनेछ। असल नियत राखी ढुक्क भएर काम गर्न सबैलाई निर्देश गर्दछु। मेरो जीवनमा मैले 30 वर्ष काम गर्दाखेरि पनि मैले सधैँ यो फर्मुला, यो जुन राइट म्यान इन राइट प्लेस इन राइट टाइम मैले सधैँ भन्ने गरेको छु। र मेरो लागि काम महत्त्वपूर्ण हो, जनताको सेवा महत्त्वपूर्ण हो। कसैले, मेरो शत्रुले पनि, मलाई धेरै अप्ठ्यारो पार्ने व्यक्तिहरूले पनि, कर्मचारी साथीहरूले पनि डराउनु पर्दैन। राम्रो व्यक्तित्व, राम्रो काम गर्नेलाई राम्रो जिम्मेवारी दिइनेछ। मैले पहिला पनि गरेको हो। म कसैलाई पूर्वाग्रही राखेर काम गरिने छैन। र तपाईहरुले ढुक्क भएर काम अगाडि बढाउनुस्। देशको अहिलेको अवस्थालाई हेरेर काम गरिदिनुस्। काम चाहिएको छ, सेवा चाहिएको, प्रभावकारी सेवा चाहिएको छ। कसैप्रति हाम्रो पूर्वाग्रही भएर मैले काम गर्ने छैन। तपाईहरुसँग सहकार्यमा, सल्लाहमा काम गरिनेछ। तर काम एकदमै द्रुत गतिमा हुनुपर्ने छ। हामीसँग 6 महिनाको समय छ। 6 महिनाको समय भनेको त्यतिकै जान्छ। तर हामी धेरै डिसिजनहरु फास्ट ट्र्याकमा, हामीलाई समय छैन। अब 24 घण्टामा तपाईहरु 18 घण्टा खट्नुपर्छ। 18 घण्टा खटेर काम गर्नुस्। म पनि त्यही गर्छु। 6 घण्टा त सुत्न पनि चाहिन्छ होला। 18 घण्टा खटेर तपाईहरु खट्नुपर्नेछ। मैले 3टा मन्त्रालय सम्हाल्दै गर्दाखेरि मैले कति खट्नुपर्छ मलाई पनि थाहा छैन। तर तपाईहरुले सहयोग गर्नुहुन्छ भन्ने मलाई लाग्छ। टिम वर्क, मन्त्रालयहरुको टिम बन्छ। मैले मात्रै हेर्ने हैन, त्यो टिमले काम गर्नुपर्छ। म 24 घण्टा भन्दैन, 18 घण्टा सबैले काम गर्नुपर्छ। चालू रहेका ठूला पूर्वाधारका आयोजनाहरू तोकिएका समय र गुणस्तरमा निर्माण सम्पन्न हुन नसक्दा एकातर्फ मुलुकले ठूलो आर्थिक क्षति बेहोरिरहेको छ भने अर्कोतर्फ त्यस्ता आयोजनाबाट प्राप्त हुने लाभबाट नागरिक वञ्चित भइरहेको विडम्बनापूर्ण अवस्था छ। यसलाई चिर्न चालू अवस्थामा रहेका ठूला आयोजना निर्माण कार्यलाई तीव्रता दिइनेछ भने रणनीतिक महत्त्व र रूपान्तरणकारी केही ठूला आयोजनाहरूलाई
तत्काल अगाडि बढाइनेछ। प्राथमिकताको आधारमा आयोजना छनौट गरी परिणाम निकाल्ने कार्य अगाडि बढाइनेछ। तसर्थ यो समय खादा माला लगाएर तामझाम गर्नु होइन, काम गरेर जेनजी पुस्ताले देखेको सपना साकार गर्ने हो। जसरी विगतमा उहाँहरूबाट हौसला प्रेरणा साथ र सहयोग प्राप्त हुँदा लोड सेडिङ अँध्यारोबाट मुलुकलाई मुक्त गर्न सक्यौँ, त्यसरी नै अहिलेको विषम परिस्थितिमा विगतको जस्तै साथ सहयोग र प्राप्त हुने विश्वास मैले लिएको छु। म प्रति यहाँहरूले देखाउनु भएको उक्त विश्वासको लागि जेनजी पुस्ताका भाइ बहिनीहरूसहित सम्पूर्ण आमा बाबुवा दाजुभाइ दिदीबहिनीहरूप्रति कृतज्ञता व्यक्त गर्दछु। वास्तवमा हामीले यहाँ धेरै ठुल्ठुला कामहरू गर्छु भनेर घोषणा गर्ने आएको पनि होइन। ठुला काम सुरुवात गर्छौँ हामी, ठुला काम सम्पन्न होइन सुरुवात गर्छौँ। ठुल्ठुला कामहरू गर्नुपर्ने छ हामीले, तर त्यो कामहरू सुरुवात गर्छौँ र सम्पन्न हुन नसकेका आयोजनाहरूलाई तत्काल हामीले सम्पन्न गर्नतिर अगाडि बढ्छौँ। त्यसको लागि हर भर मजदुर सबैले प्रयास गर्नुपर्छ। त्यसको आर्थिक व्यवस्थापनदेखि लिएर धेरै व्यवस्थापकीय व्यवस्थापनहरूमा अगाडि बढ्नुपर्नेछ। ठुला आयोजनाहरूमा हामीले अप्पर अरुणलाई मैले लिएको छु, दुधकोशीलाई लिएको छु र बुढी गण्डकीलाई लिएको छु। त्यो लगायत अरू पनि धेरै प्रोजेक्टहरू छन्, तर यी प्रोजेक्टहरूलाई हामी एउटा नेपाली जनताको लगानी र लगानीलाई पनि संयोजन गरेर अगाडि बढ्नेछौँ। यो अप्पर अरुण भन्ने प्रोजेक्टलाई जुन 1063 मेगावाटको प्रोजेक्ट छ, विदेशमा रहेका नेपाली जनता, नेपाली भाइ बहिनीहरू, नेपाली साथीहरू र देशभित्रका सम्पूर्ण साथीहरू, सम्पूर्ण नेपाली जनताको एउटा लगानीमा अगाडि बढाउने गरेर हामी अगाडि बढाउनेछौँ। यो दुईटा रिजर्भर प्रोजेक्टलाई पनि हामी त्यसलाई फन्डिङ जुटाएर देश विदेश सबैतिरबाट र सबै डेभलपमेन्ट पार्टनरहरूबाट फन्डिङ जुटाएर हामी अगाडि बढ्नेछौँ। यस विषम परिस्थितिमा यहाँहरूको सहयोगको अपेक्षा गरेको छु र यस विषम परिस्थितिमा सबै डेभलपमेन्ट पार्टनर्सहरू, हाम्रा दात्री निकायका साथीहरू सबैले साथ सहयोग दिनुहुनेछ भन्ने पनि म हार्दिक चाहिँ अनुरोध गर्दछु। उहाँहरूले यो स्थितिमा नेपाललाई अगाडि बढाउनलाई सहयोग गर्नुहुनेछ, विगतमा जस्तै धेरै सहयोग साथ दिनुहुनेछ भन्ने पनि मलाई म अनुरोध गर्दछु। र मैले एउटा आफ्नो व्यक्तिगत जीवनमा म एउटा कर्मचारी भएर यहाँ आएँ। यो मेरो नियुक्ति पनि भदौ 30 गते पहिलो कार्यकालमा भदौ 30 गते कार्यकारी निर्देशकको नियुक्ति भएको रहेछ र आज भदौ 30 गते नै यो मन्त्रीको रूपमा यहाँ नियुक्ति भएको छ। त्यो पनि एउटा यो संयोग जस्तो भयो। मैले कार्यकारी भूमिका विद्युत प्राधिकरणमा गर्दाखेरि र आज म यो छुट्टै जिम्मेवारीमा आउँदा पनि म सबै हाम्रा साथीहरू, मेरा सिनियरहरू पनि हुनुहुन्छ, सचिवज्यूहरूप्रति मेरो त्यही व्यवहार हुनेछ सबैलाई र उहाँहरूले साथ सहयोग गर्नुहुनेछ भन्ने मलाई लाग्छ। र मैले यो विषम परिस्थितिमा आएको अवस्थामा आफूले लिने जति पनि तलब भत्ता जति पनि छन्, सुविधाहरू छन्, त्यो सहित परिवारको नाममा खडा हुने कोषमा जम्मा गर्ने पनि म चाहिँ यहाँहरूलाई जानकारी गराउँदछु। र सुरक्षाको हिसाबले मसँग सुरक्षाको हिसाबले आवश्यक चाहिँ सुरक्षाकर्मी र आवश्यकता अनुसारको जुन फेसिलिटी लजिस्टिक मैले सुरक्षाको कारणले लिनुपर्ने बाहेक कुनै पनि सुविधा मैले नलिने पनि चाहिँ उद्घोष गर्न चाहन्छु। मैले यति कुरा राखेर यहाँहरूको कुनै जिज्ञासा छ भने म अगाडि चाहिँ फेरि पनि तपाईँहरूसँग केही विषयहरूमा राख्नेछु। छोटोमा अब सिद्ध्याउँ। धन्यवाद। हामीले निर्देशन दिएका छौँ
उहाँहरूले त्यो प्रक्रिया सबै प्रक्रिया पुगिसकेको छ। त्यो प्रक्रियासँग रूपमा चाहिँ पर्खिरहनु पर्ने त्यति मलाई जरुरी जस्तो लाग्दैन। त्यो भएको हुनाले त्यो अगाडि बढ्छ, हामी बोर्डमा बसेर छलफल गर्छौँ है। उहाँहरूले अब तिर्नुहुन्छ देशको लागि, देशको समृद्धिको लागि केही कन्ट्रिब्युसन त उहाँले पनि गर्नुहुन्छ। म अनुरोध गर्छु उहाँहरू त्यही भूमिका निभाउनलाई हामी आएका हौँ। जेनजी पुस्ताले उठाएका विषयहरू र उहाँहरूको आकाङ्क्षालाई सम्बोधन गर्नलाई हामी आएका छौँ। छोटो समयमा त्यो सम्बोधन हुँदैन, सबै कुरा सम्बोधन नहोला, तर बेसिक कुरा भ्रष्टाचार चाहिँ निर्मूल गर्ने, सुशासन कायम गर्ने विषयहरूलाई चाहिँ तत्काल सम्बोधन गर्नुपर्ने छ। र उहाँ अब आशा जगाउँदै जाने हो। अब देशमा केही हुन्छ, युवा पुस्ताले केही गर्न सकिन्छ, युवा पुस्ता यहाँ बसेर केही गर्न सकिन्छ भन्ने आशा पनि जगाउँदै जानुपर्छ। र हामीले छोटो समयमा गर्न सक्ने सम्पूर्ण कामहरू गरेर अगाडि बढ्नुपर्छ। र अब एउटा देशमा राजनीतिक स्थायित्वको तर्फ अगाडि बढ्नको लागि धेरै कुरामा चाहिँ कानुनी जटिलताहरू, संवैधानिक जटिलताहरू छ भने त्यहाँ त्यो विषयहरूलाई पनि हेर्दै अगाडि बढ्नुपर्ने हुन्छ। धन्यवाद। यो योगदान, यो 2 दिनमा यस्तो ठुलो परिवर्तन कसैले पनि सोचेको थिएन। उहाँहरूको कारणले, उहाँहरूले जुन नेतृत्वदायी भूमिका खेल्नुभयो त्यसको लागि अत्यन्त सम्मान उहाँहरूलाई दिनुपर्छ। उहाँहरूको जुन किसिमको योगदान छ त्यसलाई सम्मान गर्दै र उहाँहरूले उठाएका विषयहरूलाई र उहाँहरू बिचमा छलफल, उहाँहरूसँगै बसेर उहाँहरूसँग चाहिँ हामीले सहकार्य सहमति गरेरै अगाडि बढ्नुपर्छ। सहकार्य र सहमति आम नेपाली जनतासँग पनि गर्नुपर्छ। अहिलेका पार्टीहरूसँग पनि हामीले सहकार्य र सहमति गर्नुपर्ने आवश्यकता पर्न सक्छ। यो सहकार्य र सहमति र एउटा साझा दृष्टिकोण बनाएरै अगाडि बढ्नुपर्छ। त्यो भएको हुनाले देशलाई एउटा सही दिशामा अगाडि बढ्नलाई हामी अत्यन्तै संवेदनशील भएर, अत्यन्तै जिम्मेवारपूर्वक उभिनुपर्ने अवस्था छ। धन्यवाद।